प्रधानमन्त्रीले धेरै भाषण गर्नु पर्दैन, काम गर्दै पुग्छ। भ्रष्टाचारीहरूलाई थुन्दै पुग्छ। हाम्रो देशमा हाम्रा प्रधानमन्त्री बालेन शाहले नबोलिकन काम गर्नु भएको छ, एक्सन गर्नु भएको छ। सुशासन र डेलिभरी चाहिन्छ र नातावाद सोहोरैदेखि उखालेर फाल्नुपर्छ। जनताले खोजेको छ सुशासन, डेलिभरी। युवाहरू विदेशमा जान नपरोस्, युवाहरूले स्वदेशमै रोजगारी पाओस्। अब आलोचना गाली गलौजबाट मुक्त हुनुपर्छ। सबैले राष्ट्रिय सहमति कायम गरेर देश बनाउनुपर्छ र देशमा एकता सहमति सहकार्य आजको आवश्यकता हो। देशमा शक्तिशाली सरकार छ, दुईटै मतको सरकार छ। यो सरकारले जनताको मन जित्नुपर्छ र सबै शक्तिलाई मिलाएर लिएर जानुपर्छ। आज हाम्रो देशमा आशा, विश्वास र भरोसा अब दिलाउने बेला आयो है। हामीले निराशा नगरौँ, निराशाजनक कुरा नगरौँ। अब यो देश बन्छ, देश बनाउनु पर्छ, देशमा विकास गर्नुपर्छ। देशमा छ नि पर्यटन क्षेत्रको विकास र विस्तारको लागि भारतबाट 50 लाख, अरू मुलुकबाट 50 लाख, 1 करोड टुरिस्ट ल्याउनु पर्छ। त्यो योजनामा हामी लाग्नुपर्छ। यो देश बनाउन संकल्प चाहिन्छ। यो देश बनाउन इमानदार डेमोक्रेटिक तानाशाह चाहिन्छ, जसले देश बदल्न सक्छ। मेरो एउटा अभियान छ, स्वतन्त्र नागरिक अभियान। त्यसले 20 गते बालेन शाह प्रधानमन्त्री बनेको 100 दिन हुँदैछ। असार 20 गते हामी नागरिक सभा गर्दैछौँ सडकमा। युवाहरूलाई हामी के भन्छौँ? अहिले हामी सरकारको आलोचना भन्दा पनि खबरदारी गर्छौँ। यहाँ एक्लै कोही पनि अगाडि बढ्न सक्दैन। बिपी कोइराला त बोल्न सक्नु भएन। बिपी कोइराला दुईटै मतको सरकार थियो। राजा मन्दिरले त एक्लै के गर्न सक्नु भएन। ओली देउवा प्रचण्डले त झन् देश बिगार्नु बनाउन सक्नु भएन। भने अबको दुईटै मतको यो सरकारले, बालेन शाहको नेतृत्व सरकारले पनि राष्ट्रिय सहमति कायम गर्नुपर्छ। देशमा सबै शक्तिलाई मिलाएर देशको विकासको मूल प्रवाहमा लिएर जानुपर्छ। देशमा 10 वर्षमा यहाँका जनताको आर्थिक स्थिति र आर्थिक सूचाङ्क कति गर्ने एउटा बहस सुरु गरौँ न। अब सबै जनतालाई सम्पन्न बनाउन। गरिबीको रेखामुनि रहेका जनताको पीडा मलाई थाहा छ।